माथितिर त्यतातिर गएर ठाडो पार्नु नभने फेरि बोलेर होइन आमा डुङ्गा बाँदर बसे ओहो हेर्नु त ढुङ्गा ल खैरकोट आइयो यो बेलबहादुर गुरुङ भन्ने थियो नि यिनको घर यतै हो यहाँ त पानी नपाउने ठाउँ हो नि त यो त बर्खाको पानी ठुलो ट्याङ्कीमा जम्मा गर्ने अनि वर्षभरि पानी खाने सेतो ढुङ्गा हो पुरै यता तलतिर नि यसो मोबाइल ढुङ्गा चाहिँ राम्रो चाहिँ होइन यो ढुङ्गा राम्रो होइन ढुङ्गा चाहिँ राम्रो होइन तपाईँहरू पुरै टाढो सम्म ठाम भए पो भिडियो पनि सलल्ल हुन्छ काँचा काँटा गुच्यो कता कता ठोकियो अनि बुढा त कहाँ फेर चम्दैन नि ल्याएर बुढी खैरकोट भनेको यही हो यस्तो छ यहाँ माथि पनि गुरुङहरू छ फेरि यस्तो ठाउँ थानापति मन्दिर आएको बाटो त यस्तो रहेछ खैरेकोटको बाटोहरू खैरेकोटको शिला पल्टेको ठाउँहरू सेतो नागस्थान भन्ने कहाँ आउँछ नागस्थान त तल भयो नि नागस्थान त कति छोडियो अनि पुरा कहाँ छ त भनेको कि फेरि बाटो बिर्सियो हामीले छैन अरे बाटो त्यही बाटो छैन भन्छु अनि यस्तो माथि च्याप्टे खोलो गाडो हुन्छ त नि अनि ती बुढाहरू यत्रो बाटो हिँडेर गएको होला त अप्सन के छ भने न सोधम कोही मान्छे बा दुईटा बाटो आयो अन्त ए ल म फोन गरिराख्छु हजुरलाई बेला बाटो नचिने म त खाइरहन्छु अनि हजुरहरू बसिराख्नु न सँगै जाने भनेको किन हिँड्नु भएको त नि ए यहाँ स्कर्पियो लिएर आएको गाडी खाली थियो त्यही भएर बस्नुहोस् भनेको हजुरलाई ए हो मान्छे कत्रो है बा छोटो बाटो गएको अरे त्यो मान्छे फेरिमा टोक्ने गाउँको बाटो ए भगवान ट्याक्सी